नमस्कार, के छन् हालचाल? निकै छौ कि नै? बेली छकालै एउटा सुइना देखेको थिएँ। सुदूरपश्चिम बनेको देश बनेको त्यो सपना पूरा गर्ने हो र त्यो पूरा गर्ने पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी हो। बोराजी बुझेछौ कि नै? खल्तीमा पैसा नभएको विपन्न गरिबले शिक्षा पाउनु पर्यो, त्यो हो हाम्रो एजेन्डा। खल्तीमा पैसा नभएको विपन्न गरिबले स्वास्थ्य उपचार पाउनु पर्यो, त्यो हो हाम्रो एजेन्डा। 2 वर्षमा बन्ने बाटो 20 वर्षमा पनि बन्दैन, 1.5 वर्षमा बन्नु पर्यो, त्यो हो हाम्रो एजेन्डा। रुखमा बाँधेर हुन्छ कि बाटोमा सुताएर हुन्छ कि खोरमा जाकेर हुन्छ, बाटो बन्नु पर्यो। या त बाटो बनाउनलाई यो भेगमा मेरो भोट छैन, यहाँको बाटो किन बनाउने, यो भेगमा मेरो भोट छैन किन बाटो बनाउने। राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा गयो भने कांग्रेस हिँड्ने बाटो पनि बनाउँछ, एमाले हिँड्ने बाटो पनि बनाउँछ, माओवादी हिँड्ने बाटो पनि बनाउँछ, सबै नेपाली जनता हिँड्ने बाटो बनाउँछ। म त 100% युवाहरू आउनै पर्छ भन्ने पक्षमा छु। 100% पढे लेखेका अरे घाटमा जाउन्जेलसम्म चाहिँ प्राण नजाउन्जेलसम्म चाहिँ त्यहाँ नजलुन्जेलसम्म कुर्सीमा बसिरहने, अरूले चान्स नपाउने त्यस्तो पनि सिस्टम हुन्छ कि। बालेनमाथि जहिले जसरी एट्याक भएको छ नि सर्वत्र, वकिलको